आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि नागरिक सङ्गठनहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्। सचेतना नागरिक संस्था नेपाल पनि प्रमुख समाजसेवी संस्थाहरूमध्ये एक हो, जसले सामाजिक जागरुकता र नागरिक सशक्तिकरणका लागि अनवरत रूपमा काम गर्दै आइरहेको छ। काठमाडौँको तारकेश्वर नगरपालिका 11 मा मुख्य कार्यालय रहेको सचेतना नागरिक संस्था नेपाल लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका समूहले औपचारिक रूपमा संस्था दर्ता गरी सञ्चालनमा ल्याइएको हो। सचेतना नागरिक संस्था नेपालको स्थापना केही समाजसेवी र दानी व्यक्तिहरूको पहलमा भएको हो। यो संस्था एक गैर नाफामूलक, गैर राजनीतिक तथा गैर सरकारी सामाजिक संस्था हो। मुनाफा रहित जनहितकारी सामाजिक संस्था हो। समाजमा रहेका विविध समस्याहरूको समाधानका लागि एक सशक्त र समर्पित प्लेटफर्मको आवश्यकता महसुस गर्दै 10 जनाको समूहले मिलेर संस्था दर्ता गरिएको थियो। यो संस्थाको दर्ता चाहिँ अहिले 1 वर्ष भयो। हामीले यो 10 सामाजिक संस्थामा चाहिँ विभिन्न लगभग 15-16 वर्ष अगाडिदेखि हामी सामाजिक क्षेत्रमा काम गरिरहेका थियौँ र नेपाल सरकारको मान्यता छ दर्ताभन्दा बाहिरको गएपछि संस्था होइन भने जस्तो भइसकेपछि भान भइसक्यो। हामी 10 जनाको टिम मिल्यौँ। टिम मिलिसकेपछि हामीले यो संस्था दर्तातिर लाग्यौँ र पहिलो चरणमा हामीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन दिएर हामीले संस्था दर्ता गऱ्यौँ। त्यसको साथसाथै हामीले सामाजिक संस्था भइसकेपछि समाज कल्याण परिषदमा पनि दर्ता हुनुपर्ने प्रावधान रहेको कारणले गर्दा हामी त्यहाँ दर्ता भएर हामीले हाम्रो काम कर्तव्यहरू गरिरहेका छौँ। हामीसँग अहिले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइहरूको शुभचिन्तकहरू हुनुहुन्छ र हामीसँग नेपाल अधिराज्यभरका विभिन्न क्षेत्रमा रहेका समाजसेवीहरू, वकिल लगायत विभिन्न क्षेत्रका मान्छेहरू, मान्यजनहरू हुनुहुन्छ। उहाँहरूको साथ सहयोग र हौसलाले गर्दाखेरि आज हामी यो स्थानसम्म पुग्न सफल भएका छौँ। हामीले महिनामा भन्दा पनि जहाँ जे देख्छ, जुन ठाउँमा जे आवश्यकता छ त्यो ठाउँको लागि गर्छौँ। सचेतना भनेको जुन ठाउँमा सचेतना फैलाउनु पर्ने छ त्यो ठाउँको लागि हामीले सचेतना कार्यक्रम त्यहीँ गर्छौँ र हामीले महिनाभरि अरू जस्तो देखावटी रूपमा आज हप्ताको दिनमा, 2 दिनमा, 15 दिनमा, वार्षिक भनेर छैन कि हामी जहाँ जे देख्छौँ त्यो ठाउँमा कार्यक्रम गरिहाल्छौँ। हामीले सहकार्य अघि नै मैले भने जुन ठाउँमा जस्तै हस्पिटलहरूसँग पनि सहकार्यमा उहाँहरूको ठाउँमा के गर्नुपर्छ भने हामी समन्वयको रूपमा चाहिँ हामीले जम्मै ठाउँमा स्थानीय सरकारमा होस्, राज्यको सम्पूर्ण संयन्त्रसँग हामी मिलेर सहकार्य गर्छौँ। विभिन्न चरणमा पछिल्लो समयमा हामीले करदाता सचेतना शिक्षा कार्यक्रम पनि गऱ्यौँ। वरिष्ठ घाँसे गायकको मृत्यु हुँदा हामीले मन्त्रीदेखि सबैजना ल्याएर हामीले शोक सन्तप्त कार्यक्रम पनि गरेका छौँ। विभिन्न कार्यक्रमहरू त्यसरी गरिरहेका छौँ। समन्वय र यही गर्दाखेरि आर्थिक पक्ष पनि जोडिन जान्छ। आर्थिक पक्ष जोडिन जाँदाखेरि हामीले समाजमा हाम्रो संस्थामा रहेका सदस्यहरूबाट हामीले अरूसँग दाताहरूबाट भन्दा पनि हाम्रो संस्थामा भएका सदस्यहरू मार्फत हामीले एउटा छोटो फन्ड कलेक्सन गर्छौँ र त्यो फन्डमा राखेको पैसाबाट चाहिँ हामीले संस्थाको कार्यक्रमहरू गरिरहेका छौँ। यसको मुख्य उद्देश्य नागरिक समाजको चेतना र सशक्तिकरणलाई प्रवर्धन गर्नु हो। नागरिकलाई समावेशी, पारदर्शी र जिम्मेवार बनाउनका लागि काम गर्दै आएको यस संस्थाले सामाजिक न्याय, मानव अधिकार, शिक्षा, महिला सशक्तिकरण, बाल अधिकार र वातावरणीय स्थिरता जस्ता विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ। प्राथमिक क्षेत्रहरूमा शैक्षिक कार्यक्रमहरू, सामाजिक उद्यमता, महिला अधिकार र बाल अधिकारको प्रवर्धन, वातावरणीय चेतना र स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू रहेका छन्। सामाजिक उत्तरदायित्व वहन गर्दै विकृति, विसङ्गति विरुद्ध खबरदारी गर्ने साथै प्राकृतिक प्रकोपको समयमा आपतकालीन उद्धार तथा राहत, सामाजिक तथा अन्तर्धार्मिक शान्तिको लागि काम, रोजगारीमा गएका नेपालीहरू सङ्कटमा परे उद्धार गर्न आवश्यक पहल गर्ने, सहयोग गर्ने जस्ता समाज कल्याण कार्यहरू गर्दै आइरहेको छ। मेरो मध्यकालीन योजना पुरा हुन सक्छ।
मेरो दीर्घकालीन योजनाको कुरा हुनसक्छ र गुरु योजना हुनसक्छ। र तपाईँलाई चाहिँ अवगत पनि छ होला, जुन हामी नगरपालिकामा बस्दै गर्दाखेरि पहिलो एजेन्डाभित्र बस्दै गर्दाखेरि शुद्ध खानेपानी सहितको एक वर्गीकरण त्यो मैले पुऱ्याउन सकिरहेको छु कि छैन। र तपाईँले टोलबाट त्यो कुराहरू ल्याउनु पर्ने मुद्दामा आवाज छ। र तपाईँ त्यहाँ बसेर मात्र गाली गरेर निकाल्नु आउनु। तपाईँ आउनुहोस्, तपाईँका सम्बन्धित वडाका वडा सदस्य हुनुहुन्छ, सम्बन्धित वडाका वडा अध्यक्ष हुनुहुन्छ, उपप्रमुख हुनुहुन्छ, प्रमुखको हिसाबले म तपाईँहरूसँग छु भने तपाईँले गाली मात्र होइन, अब तपाईँले थोरै दुःख गर्नुहोस्। यो नगरपालिकामा बजेट विनियोजन भएको छ खानेपानीको लागि। 81-82 वर्षलाई चाहिँ खानेपानी वर्ष भनेर मैले घोषणा गरेको छु। र खानेपानी तपाईँले नै त कुराको वितरणमा माग जब बजेट वितरण गर्न सक्दैन तब तपाईँले कुनै गाली गर्न पाउनु सक्नुहुन्छ। नत्र भने त्यत्तिकै गाली नगर्नु। किन भन्दा आज तपाईँहरूमा अर्को कुरा हुन्छ। हिजो विगतको कुराहरूमा नगरपालिका अर्थको कारणले अर्थ भनेको चाहिँ नगरपालिकाबाट निर्णय, तर हिजो 22 करोड उठाउँदै गर्दाखेरि आज 35 करोड उठाउन सफल भएको छौँ। र क्रमिक रूपमा तपाईँहरूले चाहिँ एउटा चाहिँ करको एउटा संस्था कार्यक्रम गर्दै गर्दाखेरि एउटा नगरपालिका एउटा चाहिँ वृद्धि विकासको लागि चाहिँ अर्थतन्त्र धेरै महत्त्वपूर्ण अर्थ राख्छ। र हामीले त्यो पनि पहिलो कुराहरू दोस्रो कुरामा हामी सफल भएको छौँ। र तेस्रो सामुदायिक विद्यालयको गुणस्तर बढाउने कुरामा विगतको बजेट र आजको बजेटको कुरामा चाहिँ तुलनात्मक गर्दाखेरि शिक्षामा प्रगति भएको अवस्था छ। र शिक्षाको प्रगतिको आकार हेर्यो भने हिजो 32% सामुदायिक विद्यालयको एससीमा पास गर्थ्यो भने आज 73.37% चाहिँ एससीमा चाहिँ पास गरेको अवस्था छ। र सँगसँगै जिपिए को ल्याउने व्यक्ति पनि उत्पादन भएको अवस्था छ, जिपिए को ल्याउने चाहिँ भाइ बहिनी पनि प्रडक्सन भएको अवस्था छ। हिजो सामुदायिक विद्यालयमा 7500 जना विद्यार्थी थियो, आज 11,000 चाहिँ के छ भने चाहिँ विद्यार्थीहरू बढेको छ। र सामुदायिक विद्यालयप्रति चाहिँ आकर्षण बढेको छ। यो बजेटको आधार र तपाईँहरूले चाहिँ नगरपालिकाले सचेतना नागरिक संस्था नेपालको प्रमुख कार्यक्रमहरूको एक महत्त्वपूर्ण हिस्सा रक्तदान कार्यक्रम हो। रक्तदान नै जीवनदान हो भन्ने विचारमा विश्वास राख्दै समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ। रक्तदान कार्यक्रमहरू स्थानीय समुदायलाई लक्षित गरेर आयोजना गरिँदै आएको छ, जसले जनताको जीवन बचाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ। रक्तदानको माध्यमबाट सचेतना नागरिक संस्था नेपालले स्वास्थ्य र जीवन रक्षामा समाजलाई योगदान पुर्याइरहेको छ। यसले यो गीतले हाम्रो नगरको उत्तरदेखि दक्षिणसम्म, पूर्वदेखि पश्चिमसम्मको सबै पक्षलाई समेटेर तयार भएको गीत छ। अब यो गीतको तागत, यो गीत के हो भन्ने कुरो त यो गीत भनेर साँचेर राखेको चिज होइन, रिलिज गर्नुपर्छ। सबैको मोबाइलमा युट्युबमा पनि पुग्छ होला यो। त्यसपछि हामीले प्रष्ट रूपमा यसलाई चाख्न पाउनेछौँ। गीतले सफलता प्राप्त गर्न सकोस्, रक्तदानले पनि सफलता प्राप्त गर्न सकोस् भन्ने मैले कामना गरेको छु। आज मेयर साहबसँग बसेर धेरै समय बाद मैले कार्यक्रममा सहभागी हुन नपाएको। आजको कार्यक्रममा म भाग्यमानी भएको छु, सँगै बसेर कार्यक्रममा सहभागी हुने मौका पाएको छु। अरू कुरा के भनौँ, यो भाषण भन्न पनि कामको समय परेको हुनाले मैले एउटा विधि पुर्याउने कामको लागि म मञ्चमा नाम दिइसकेसीमा आउनु परेको आएँ। म यो आज हामीले आँटेको पवित्र दिनको पवित्र तिथिमा आयोजन गरेको कामले सफलता प्राप्त गर्न सकोस् भन्ने शुभकामना सहित मेरो मन्तव्य लिएको छु। सचेतना नागरिक संस्था नेपालले फागुन 7 गते प्रजातन्त्र दिवसको अवसर पारेर वार्षिक साधारण सभा, रक्तदान कार्यक्रम तथा तारकेश्वर नगरपालिकाको नगर गीत विमोचन गरेको थियो। पछिल्लो पटक हामीले अघिल्लो प्रजातन्त्र दिवसकै दिनमा काम गर्दाखेरि हामीले सोचेका थियौँ 20 जना, तर जम्मा भयो हाम्रो 105 पिन्ट रगत सङ्कलन भएको थियो। त्यही कारणले अब यति एकिन डाटा भने चाहिँ मैले अहिले भन्न सकेको छैन। अहिलेसम्म हामीसँग 12वटा चाहिँ प्रिन्ट रगत सङ्कलन भएको भन्ने जानकारी प्राप्त भएको। रक्तदान नै जीवनदान भन्ने मूल
उद्देश्य छ। रक्तदान गर्दाखेरि जस्तै हाम्रो 3-3 महिनामा रक्तदान खेर गइरहेको छ भने यही रक्तदान चाहिँ हामीले रगत गरे कमसेकम हामीसँग खेर जाने चिज कमसेकम अरूको जीवन बाँच्छ भने त्यसको लागि किन नगर्ने त भनेर सचेतना फैलाउँ भन्ने हिसाबले चाहिँ म आफैले पनि स्वयं रक्तदान दिँदै यो कार्यक्रम गरिरहेको छु। रक्तदान कार्यक्रममा युवाहरू, समाजसेवी तथा नगरवासीलाई सहभागी गराइएको थियो। कार्यक्रममा प्रतिष्ठित व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सचेत नागरिकहरूको उपस्थिति रहेको थियो। पहिला पनि के लाग्दैन सरकारी कार्यालयमा जानु पर्यो नि, बरु मलाई विदेश जाउँ जस्तो लाग्थ्यो भने अहिले चाहिँ अब त्यो चिजलाई पनि आफैले सचेतना फैलाएर त्यो ट्रेन्डलाई चेन्ज गर्नुपर्छ, चिर्नुपर्छ, सचेतना फैलाउनुपर्छ भन्ने हिसाबले चाहिँ अहिले म आफै लागिपरेको छु। कतिपय फलामको चिउरा चपाउनु पर्ने अवस्था आउँछ, तर त्यसलाई पनि चिर्दै जतिसम्म सकिन्छ म 100मा 100% त्यसमा चाहिँ चिर्न सकिरहेको छैन। अहिलेसम्म मैले 80% चाहिँ त्यो चिर्न सफल भएको छु। यो संस्थालाई अझै अगाडि आगामी दिनमा थप ऊर्जा दिनको लागि विभिन्न क्षेत्रहरूसँग समन्वय गर्दै आर्थिक पक्ष पनि आउँछ, सामाजिक पक्ष पनि आउँछ। आर्थिक पक्ष नभइकन नेपालमा केही पनि नचल्ने रहेछ। आर्थिक पक्षमा पनि थोरै हामीलाई जुन ठाउँमा बस्नुभएको छ उहाँहरूले साथ र सहयोग गरिदिनु भयो भने हामीले यो कार्यक्रमलाई अझै व्यवस्थित गर्न सक्छौँ भन्ने आशा लिएको। हामीसँगबाट जुन सङ्कलन भएको रगत हामीले नेपाल रेड क्रस सोसाइटीसँग समन्वय गरेका छौँ। उहाँहरूको मार्फतबाट उहाँहरूले जुन बिरामीलाई आवश्यकता पर्छ त्यो ठाउँमा चाहिँ उहाँहरूले भुक्तानी गर्नु रगत दिनुहुन्छ। सचेतना फैलाउने ठाउँमा हामीले केही कमी कमजोरी गएछ भने हजुरहरूले हाम्रो संस्थाको वेबसाइट पनि छ, संस्थाको सम्पर्क नम्बर पनि छ। हजुरहरूले जुन माध्यमबाट पनि गर्न सक्नुहुन्छ, www.snsnepal.org मार्फत पनि हजुरहरूले हामीलाई पठाउन सक्नुहुन्छ। त्यो पठाएको हामी केही समयभित्रमा हामी रेस्पोन्स दिनेछौँ र हाम्रो संस्थाको नम्बर पनि छ। सामाजिक सञ्जालदेखि सबै ठाउँमा हाम्रो छ, त्यो ठाउँबाट पनि हजुरहरूले सहकार्य गर्न सक्नुहुन्छ भन्दै ग्रामीण र पिछडिएका क्षेत्रका बालबालिकाहरूको शिक्षा र अधिकारको संरक्षणका लागि काम गर्दै आएको छ। यसले विद्यालय निर्माण, शिक्षक तालिम, पुस्तकालय स्थापना र बालबालिकाको अधिकारको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। विभिन्न समस्या र चुनौतीका बावजुद पनि संस्था आफ्ना कार्यक्रमहरूको प्रभावकारिता बढाएर आफ्नो कार्यक्षेत्रलाई अझै विस्तारित गरी नागरिकको सारथी बनेको छ। सचेतना नागरिक संस्था नेपाल सामाजिक क्षेत्रहरूमा सुधार ल्याउन निरन्तर रूपमा लागि परेको छ। रक्तदान अभियानदेखि लिएर महिला र बाल अधिकारको संरक्षण, शिक्षा र स्वास्थ्य सेवामा योगदान र वातावरणीय संरक्षणका क्षेत्रमा यसका प्रयासहरू सफल भएका छन्। सचेतना नागरिक संस्था नेपाल समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि निरन्तर प्रयत्नशील छ र भविष्यमा अझै विस्तार गर्ने लक्ष्य राख्दै काम गरिरहेको छ।